अरे बुढी यहाँ म त कस्तो कहाँ खोजिरहेको थिएँ तिमी यहाँ आएर बस्यौ के गर्दै हो यहाँ बसेर के गर्दै रे फोन गरे ए कोसँग रे आफ्नो मान्छेसँग आफ्नो मान्छे को छ म बाहेक को छ र आफ्नो मान्छे मलाई तपाईले जन्माउनु भयो होला त्यस्तो कुरा नगर न हो अनि मलाई खालि जन्माउने मान्छे मात्र आफ्नो हुन्छ र अनि त जन्माउने पनि हुन्छ हुर्काउने पनि हुन्छ अनि त्यसपछि अब बिहे गरेपछि अब श्रीमान पनि अब भयो नि त आफ्नो बिहे गरेपछि ए त्यति पछि म कहाँ थिएँ त ल भन ए त्यसो हो बिहे गर्नु भन सिधा मलाई सिधा कहाँबाट उठाएर ल्याएको सिधा सिधा यो घुमाएर नभन्दा पनि सिधा सिधा म माइतीसँग कुरा गरेर आएको थिएँ उनलाई सम्झिरहेको थिएँ भन न त त्यो म त बुझ्दैन म त्यति कुरा त बुझ्छु आफ्नो नि भन्ने त बित्तिकै माइती पनि मिल्दैन कोही अरू पनि हुनसक्छ। भन्नाले के भन्न खोज्यो के म बाहेक तिम्रो अरू कसैसँग के सेटिङ मेटिङ त छैन हो सेटिङ मेटिङ त हुन्छ अब सेटिङ चाहिँ हुँदैन के हो मेरो मेरो अब के टाउको बाल सकिने लाग्यो भनेर हेला गर्न खोजे है क्या हो टाउको बाल त होइन थुत्न पनि सकिन्छ हेर म 2 बच्चाको माँ बनेर पनि हेर तपाईँ त 2 बच्चाको बाप मात्रै हो फेरि केही पनि भएको छैन टिक्री नै लगाएको छैन पहिला चाहिँ कस्तो थिएँ अब म कस्तो भइहालेँ है हेर म पहिला भन्दा त म अहिले राम्री भएँ 2 बच्चाको माँ भएर अनि राम्री भए छैन त्यो पनि बिना सिँगारको केही पनि लगाएको छैन मुख पनि धुएको छैन मैले भोलिको दिनमा मेरो यो टाउको कपाल सबै निस्किसकेपछि मलाई हेला त गर्ने होइन नि त त्यसरी अहिले मलाई राम्रो गर नि त म हेला गर्दिनँ त्यसो र राम्रो ऐछो पैछो हो नि त ए मतलब एक हालले लिने अर्को हालले दिने संसारै त्यस्तै छ त्यस्तो भए स्वार्थी भयो त तिमी त त्यसलाई स्वार्थी भनिँदैन के त्यसलाई एउटा के भन्छ बचत भन्छ क्या बचत हो जस्तै भन्छ नि पैसा राख्यो भने कोहीले खान पाइला त्यो स्वार्थ होइन नि त खान पाइन्छ भनेर मान्छे लङ टाइम सोच्ने भयो त्यस्तो मेरो पनि भयो अहिले तपाईँले मलाई राम्रो सेवा गर्यो सुत्केरीमा राम्रो गर्यो भने भोलि म तपाईँको राम्रो गर्ला मलाई अहिले हेल्प गर्यो भने सहयोग गर्यो भने तिमी यो दर्शकहरूलाई के भन्न खोजिरहेको छु भनेपछि यो सुत्केरीमा मैले तिम्रो केही पनि सेवा गरिनँ भन्न खोजिरहेको त भएको होइन नि त त्यस्तो भन्न खोजेको त्यसो नभन न हो दर्शकले पनि कस्तो सोच्लान् फेरि हेर यो घन्टाउकै बुढाले फेरि बुढीलाई राम्रोसँग हेरेन भनेर मलाई गालीको ओयो आउला कमेन्टमा त्यस्तो नभन के त्यस्तो होइन मलाई हेल्प गरिरहेको छौ ठिक छ मैले सके नसकेको कामहरूमा चाहिँ अहिले हेल्प गरिरहेको छौ अब नगर्यो भने म दर्शकहरूलाई फेरि भिडियोमा आएर भन्ला यसो र होइन अहिले मेरो अलिकति वर्णन गरिदेऊ नि त मैले कस्तो कस्तो सेवा गर्छु कस्तो माया गर्छु के गर्छु कति केयर गर्छु है वर्णन भन्दाले पनि अब केयरिङ भन्दाले पनि अब गरेको त छ होइन त्यो तपाईँको कर्तव्य पनि हो मैले तपाईँलाई मेरो सहयोग गर्नुभयो मेरो हेल्प गर्नुभयो भनेपछि एउटै म मात्रै माँ बनेको होइन नि त तपाईँ पनि बाप बन्नुभएको हो नि त त्यो रेस्पोन्सिबल त दुइटैको एक काँटामा तल्यो भने बराबरै हुन्छ होइन र त्यसो भए मैले यसो मैले सेवा गरेँ माया गरेँ भनेर मैले तपाईँलाई बाप बनाउने अवसर दियो भने तपाईँले मलाई त्यसको अवसरको तपाईँले मलाई मेरो केयरिङ गर्नु पर्यो नि त त्यत्तिकै बाप बनिँदैन नि त त्यसो भए यसो भन नि त मैले मृत्युबाट लडेर तपाईँलाई बाप बनाएँ भनेपछि तपाईँले मलाई के भन्न चाहनुहुन्छ ल तपाईँ भन्नुहोस् न त अब नै तपाईँले चाहिँ एकदम म भन्छु नि त अब श्रीमती भए पनि एउटा चाहिँ देवी नै हुन् अर्को रूप होइन अनि देवी पनि हुन् अनि उनलाई चाहिँ हामीले जसरी चाहिँ सेवा गर्नुपर्छ घरको सारा बोझ श्रीमतीहरूले उठाएको हुन्छ बच्चाको श्रीमानको होइन अनि यो कुराहरू चाहिँ हामीले बुझ्नै पर्छ मैले बुझेको छु होइन नबुझ्ने कुरा पनि छैन तिमी पनि भाग्यमानी हो यत्रो बुझेकार समझदार सबै कुराहरू भनौँ नि त बुझ्ने अनि सेवा गर्ने माया गर्ने बुढो पाउनु भएको छ है अनि यो कुरामा चाहिँ तिमीले नाइ भन्न पाउँदैनौ होइन यसलाई चाहिँ स्वीकार्नुपर्छ होइन अनि अर्को कुरो चाहिँ अनि अब बुढाले जति सक्दो सेवा गरे पनि नगरे पनि होइन
सक्दो गर्ने हो होइन। अनि भोलिको दिनमा बुढो भएपछि बुढोलाई चाहिँ अब हेला गर्न पनि पाइँदैन होइन। बुढोको राम्रोसँग तिमीले पनि सेवा गर्ने, छोराछोरीले पनि गर्ने होइन। अहिले हामीले छोराछोरीहरू किन गरेको तपाईँ बुढो भयो म बुढी हुन्ला र अब हामी हेरौँ दुइटै बुढाबुढी हेरौँ नि त। तपाईँ अब एकअर्काको सहारा बन्ने हो। मेरो सहारा मलाई तपाईँ हो, तपाईँको सहारा म हो। मैले यो कुरा किन भनेपछि 4 वर्ष अगाडि चाहिँ म कस्तो यङ देखिन्थेँ नि त। बिहा गरेपछि हेर न, टाउको कपाल सकियो, आफू यसो यसो चाउरी गरेर बुढो देख्न थालिसकेँ। अनि डर लागेर अरू आउँदो 4 वर्षमा चाहिँ लट्ठी टेक्नु पर्ने हो कि भन्ने अवस्था मलाई यस्तो टेन्सन भइरहेछ कि, त्यही भएर सोधेको तिमीलाई। हो र ल टेन्सन नमान। बुढो अब त्यो एउटा नेचुरल नै हो होइन। तरुणबाट के अरे बच्चाबाट यौनबाट त के भन्छ बुढो हुने नै हो मान्छे। अब बुढो भयो भन्ने नखाएर खाना भएन। अब के गर्ने, अब यस्तै हो। त्यो त है दर्शकहरू, मैले हल्का जोक हानेको है। म बुढो त भएको छैन, तर यो टाउको कपाल भने निस्किरहेछ। टाउको भनेर आफ्नै बेइज्जती नगर्नु। अनि तपाईँहरूले चाहिँ अलिकति सुझाव दिनु होला कमेन्टमा चाहिँ, यसमा के लाउँदा चाहिँ राम्रो कपाल हो, कपाल चाहिँ उम्रिएर आउँछन् होइन। त्यो चाहिँ कमेन्टमा यसो लेखिदिनु होला। बाँकी कुरा चाहिँ अब आज चाहिँ मौसम एकदम राम्रो छ है यहाँको, हेर्न सक्नुहुन्छ। हामी चाहिँ यस्तो बाल्कनीमा बसेका छौँ अनि चाहिँ मुम्बईमा छौँ हाल। मुम्बईमा आफ्नो घरमा छौँ र मेरो नाम अब हामीले परिचय चाहिँ गरेनौँ है, परिचय गर्दैनौँ। तपाईँहरूले जबसम्म यो भिडियो भाइरल गर्दैनौँ तबसम्म हामी आफ्नो नाम बताउनेवाला छैनौँ होइन। त्यसपछि हामी आफ्नो परिचय राम्रोसँग तपाईँहरू माझ राख्नेछौँ है। र जसले पनि यो भिडियो हेर्दै हुनुहुन्छ, कहाँ कहाँदेखि हेर्दै हुनुहुन्छ, प्लिज कृपया गरेर कमेन्टमा लेखिदिनु होला हामी नेपालको कुन ठाउँबाट हेर्दैछौँ र विदेशमा भए पनि विदेशमा कहाँ कहाँ काम गर्दै हुनुहुन्छ तपाईँहरू र हामीहरूलाई सम्झिँदै हुनुहुन्छ है भनेर लेख्नु होला। र अब एउटा कुरा चाहिँ म तिमीलाई के सोध्न चाहन्छु भने, मेरो प्रिय मान्छेलाई, तपाईँलाई चाहिँ मुम्बई मनपर्छ कि नेपाल मनपर्छ? यो एउटा कुरा चाहिँ दर्शकहरूलाई प्रष्ट भनिदेऊ त है। मन पर्नुको त स्वाभाविकै कुरा हो होइन। अब मै पनि अब म यस्तो उस्तो भनेर म तिरस्कार गर्न चाहदिनँ होइन। नेपाल त अब आफू जन्मेकै ठाउँ हो होइन। त्यो त अब आफ्नो माया के उसको आफ्नो देशको लागि त ज्यान पनि दिन तयार छौँ। तर अब यता आएर अब भनौँ नि त, अब त्यस्तो नराम्रो ठाउँ नराम्रो भन्दिनँ, ठाउँ काहीँ पनि नराम्रो हुँदैन होइन। अब मन लाग्नु, मन पर्नु र नपर्नुमा फरक चाहिँ के छ भनेपछि, अब जति भए पनि आफूले हुर्केको ठाउँ भनौँ नि त, बसेको ठाउँ छोडेर अर्काको देशमा आउन त्यति त अब मन कहाँ बसिन्छ र भनौँ। जस्तै अब फेस्टिभल चाडपर्व आउँछ त्यतिखेर आफ्नो देशको याद आउँछ अनि आफ्नै सबै कुराहरूको याद आउँछ, आफन्तहरूको याद आउँछ। अनि अब विदेश भनेको के हो भनेपछि कोही कसैको आफ्नो हुँदैन होइन। आफूसँग छ त सबै आफैसँग भएको कुरा युज गरिन्छ, अरूसँग हामीले यतातिर मतलब तिम्रो मिल्दैन। भन्न खोजेको मतलब यो हो कि अब इन्डियामा हामीले आफूसँग भएको चिज मात्र हामीले खान पाउँछौँ, हामीले भिख मागेर खान पाउँदैनौँ भन्न खोज्या। भिख भन्ने कुरा के हुन्छ भनेपछि, यहाँ अब आफन्त जसरी हामी भनौँ नि त माया प्रेम साँड बदला गर्न त मिल्दैन नि त। जे छ आफ्नो घरभित्रै छ होइन, आफूसँगै भएको चिज छ। हामी यहाँ अरूसँग साँड बदला गर्न मिल्दैन। जस्तै हामी त्यस्तै हो। अब हामीले चाहिँ इन्डियामा चाहिँ अब नेपालमा भएपछि माया प्रेम साँडगाँड हुन्छ, लेनदेन हुन्छ है। अब पैँचो उधारी भन्ने कुरा आसपासको छरछिमेकीमा सबै कुराहरू चल्छ होइन। अनि माया प्रेम हुन्छ, सबै कुरा रमाइलो हुन्छ भन्न खोजेको होइन तिमीले।
अनि त्यसै नै आफ्नो घरमा, आफ्नो नेपालमा, आफ्नो ठाउँमा, आफ्नो घरमा चाहिँ हामीले भनौँ नि त एकवटा सुक्खा भात खाए पनि हामीलाई त्यसै रसिलो हुन्छ, त्यसै अङ्ग लाग्छ, त्यसै खुसी लाग्छ। खुसी हो सबभन्दा ठुलो कुरा होइन। मान्छेले जे खाए जे लाए पनि जे चिजमा पनि रमाउनु पर्छ होइन। हामी जहाँ छौँ जे छौँ रमाउनु पर्छ। सबभन्दा ठुलो कुरा परिवारसँग भयो भनेपछि मान्छेले जे खाए पनि जे लाए पनि खाए पनि नलाए पनि मान्छे त्यसै खुसी हुन्छ र त्यसै मान्छेको जीवनमा आनन्द आउँछ होइन। र अब भिडियोलाई धेरै नलम्ब्याइकन आजको भिडियोलाई चाहिँ म यहीँ समाप्त गर्न चाहन्छु। मेरा प्रिय साथीभाइहरूलाई चाहिँ अब हामी अर्को भिडियो ब्लगमा हामी भेट गर्ने नै छौँ होइन। हाम्रो यो एउटा फनी टाइपको हामी भिडियो ब्लगहरू बनाउने कोसिसमा छौँ। यो हाम्रो पहिलो हो। हामीसँग बसेर पहिलो भिडियो हामी पेश गर्दैछौँ र आगामी दिनमा योभन्दा राम्रो राम्रो कमेडी फन्नी टाइपका ब्लगहरू हामी हजुरमाझ ल्याउने नै छौँ। त्यसको लागि चाहिँ सर्वप्रथम तपाईँहरूले हामीसँग जोडिनुपर्नेछ। जोडिनुको लागि तपाईँले हाम्रो च्यानललाई सब्सक्राइब गर्नुपर्नेछ अनि यो भिडियोलाई लाइक गर्ने अनि जति सक्दो देश विदेशमा व्यापक रूपमा चाहिँ सेयर गरिदिनु होला भन्दै आजका हाम्रा 2 शब्द यहीँ टुङ्ग्याउँछु। धन्यवाद। जय नेपाल।